यो चाहिँ यहाँ टुगुङमा यो रोड जुन नयाँ बनिँदै गरेको रोड हो, हेर्नुहोस् एकदम नयाँ चकाचक रोड मजाले बनिरहेको छ। यो चाहिँ हिजो एकदम राम्रो थियो रोड, आज चाहिँ हेर्नुहोस् यो डाङडुङ भत्काइदिएको रहेछ। राति र बिहान हुनसक्छ। यहाँ अब काम गर्नेहरू यतै छ हो सबैजना। यहाँ मामा हेर्नुहोस् बिहान 7 बजीदेखि लिएर बेलुका 7 बजीसम्म खटिरहेको छ गाउँको बाटो भनेर। तर अहिले हेर्नु यो यस्तो मेहनतले बनाएको बाटो यसरी फुटाइदिँदाखेरि सबैजनाको मन दुखेको छ। या काम गर्ने माथि कसैको मन दुखेको छ कि या अब के हो, यस्तो चाहिँ नगरिदिएको भए राम्रो हुन्थ्यो। कसैलाई प्रब्लम छ भने भन्नु पर्थ्यो। अहिले हेर्नुहोस् त यहाँ बाङबुङ यो हिजो हामी हिँडेको यही बाटोहरू हो, एकदम राम्रो थियो। आज हेर्दाखेरि यस्तो भइरहेको छ। गाउँघरमा तपाईँहरूले पनि बुझिदिनुहोस्। यहाँ हेर्नुहोस् यस्तो यो जङ्गल थियो पहिला, अहिले बाटो घर घर बनाइदिएको छ। अब यसमा तपाईँहरूको पनि अलिकति सोच राम्रो राख्नुहोस् प्लिज। यहाँ मामा तपाईँ पनि एउटा केही भनिदिनुहोस् न यसको बारेमा। खै के भन्नु यो विषयमा त। अब बाटो बनिँदै जाँदैछ, पछाडिबाट भत्काउँदै आइदिँदैछ। अस्ति पनि 2 जग्गा भेटेको हामीले। त्यो चाहिँ अब किन हामी हल्ला गर्नु भनेर हामीले बनायौँ। यो माथि भेटेको यस्तै खालको 2 जग्गा। तर अहिले बिहान फर्स्ट टर्नमा मैले भेटेको ओह्रालो लेबर पुऱ्याउनु जाँदाखेरि बाटो त अब यस्तो हालत बनाइदिएको छ। भर्खरै खन्यो त्यो टाइममा चाहिँ। यो सिकलको टुप्पाले हुनुपर्छ भाइ कि यसरी खनेको। हजुर यो त अब कन्ट्र्याक्टरले देख्यो भने कन्ट्र्याक्टर मन दुखाउँछ नि त। उसको कति पैसा गएको छ, कति खर्च भएको छ हो। हजुर हामीलाई थाहा छ। अब यहाँ कतिवटा कुरोको चाहिँ उसले सल्भ गर्नुपर्छ। हजुर यो त अब गाउँलेले बुझेन भने कसरी बाटो सक्सेस होला त। हजुर हजुर मलाई लाग्छ सक्सेस होला जस्तो लाग्दैन यो पाराले त। हजुर हजुर गाउँले पनि मिलेर यसको चाहिँ खनन गर्नुपर्छ। बाटो बिग्रेकै छैन, फुट्यो केही छैन, त्यो त बनाइदिन्छ नि। हजुर बनाउने हामी बनाइदिन्छ, त्यो त हाम्रो बनाउने काम हो हजुर होइन। ल गाउँलेले अब यति भन्छु, गाउँलेले चाहिँ बुझिदिनु पऱ्यो यो विषय लिएर। हामी त के भन्नु, हामी त काम गर्ने मान्छे हो होइन। हजुर हामी त बाटो फुट्यो फेरि रिपेयर गरेर आउँदैछ, जग्गा जग्गा फुट्छ। अब पानी झरी हो अहिले होइन। हजुर त्यही भन्नु चाहन्छु। हुन्छ हुन्छ धन्यवाद।